Happy anniversary! Happy anniversary to you. आज हामी कहाँ घुम्न जाने भन? झन् लुगा लाएर ठिक परेर बसे छोरा भनेको त उता मस्त भाइसँग फोन हेरेर बसेछ। साथीहरु फुलहरु पनि मजाले फुलेको छ। आज हाम्रो 10 वर्ष पुरा भयो गाइजहरु। पनि गर्न आएन बिचरालाई म्यामलाई सिकाइदिनु पर्यो है। ओइ के गरेको त सिगान लगाएको बिस्कुट दिएको मेरो भाइलाई। ठीक छ गाइस ठीक छ। मैले बुढोको लागि अनि यो गिफ्ट के होला तपाईको लागि। ल हामीले फुल मागी फुल लिँदैछौँ। अनि केक चाहिँ साथीहरू अब बुढोहरूले ल्याइदिनु भएको छ होइन। बुढोको के हो फेरि हो आज बुढोलाई सरप्राइज दिने चक्करमा थाहा छ म आफै सरप्राइज भएँ। हेर बुढो मेरो घट्यो भनेर झन् झन् बुढाबुढी भइरहेछौँ अब हामी। खिचौँ आमा सानो I love you. खै I love you too. हेलो साथीहरू गुड मर्निङ नमस्ते शुभ बिहानी वेलकम ब्याक टु माई च्यानल। सो साथीहरू आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, स्वस्थ मस्त अनि व्यस्त हुनुहुन्छ होला भन्दै साथीहरू आजको दिनको भिडियोको सुरुवात पनि म गर्दैछु। भनेदेखि देख्न सक्नुहुन्छ साथीहरू आज चाहिँ रातभरि पानी परेको छ, सबै चिसो छ। आँगनहरू पनि र अघिसम्म सिमसिम पानी परिरहेको थियो। भनेदेखि उस ठुलो छोरा देख्न सक्नुहुन्छ दाल काँधमा हालेर लिएर आइसक्यो बिहानै। भनेदेखि आज चाहिँ एकदमै धेरै ढिलो भइसकेको छ हामी माथि जानको लागि पनि अनि सुँगुरलाई चारो हाल्नको लागि पनि। भनेदेखि अनि सो साथीहरू आज रहेको छ हाम्रो स्पेसल डे एनिभर्सरी। के को एनिभर्सरी? के का मान्छेको एनिभर्सरी नै हुन्छ खै टाइममा छैन त्यस्तो होइन नि त। तिमीलाई थाहा नै रहेन रहेछ के त एनिभर्सरी त एनिभर्सरी संस्कारलाई थाहा नै रहेन रहेछ के को एनिभर्सरी। हाम्रो चाहिँ 10 वर्ष पुरा भएको छ। सो साथीहरू हाम्रो बिहे गरेको चाहिँ होइन ठुलमामीको 20 वर्ष भइसक्यो। कुन ठुलमामीको? के हो त्यो शान्ता ठुलमामीको। अनि सो अब ठुलमामीको भए अब ठुलमामीलाई बधाई। तर आज होइन होला नि त ठुलमामीको। अनि कसले भन्ने तिमीलाई कसले भन्ने त? सो साथीहरू आज चाहिँ हाम्रो एकदमै स्पेसल डे छ। भनेदेखि हाम्रो चाहिँ म्यारिज एनिभर्सरी अनि हाम्रो चाहिँ 10 वर्ष पुरा भइसकेको छ। भनेदेखि यो 83 सालले अनि आज झन् 17 गते। भनेदेखि हामीले चाहिँ उ त मुढा ल्याउनु सस्को म यहाँ बसेर कुरा गर्छु। यस्तो चिसो बाइकमा बस्नु। भनेदेखि साथीहरू हाम्रो योभन्दा अघिल्लो वर्षहरू चाहिँ हामीले एकदमै धेरै सेलिब्रेट गरिराखेको हो वर्षै पछि। भनेदेखि यो वर्ष चाहिँ अलिक सेलिब्रेट गर्न नमिल्ने जस्तो स्थिति मैले देखिसकेको छु। किनभनेदेखि साथीहरू कस्तो अप्ठ्यारो भयो। किनभनेदेखि चाहिँ साथीहरू बाबाको चाहिँ उता हिजो त्यति काम गर्न भ्याउनु भएको थिएन कारखानामा। 100वटा कुटो चाहिँ अर्डर आएको थियो अनि त्यो अर्डरको सामान पुर्याउनको लागि चाहिँ बाबा एकदमै धेरै बिजी भइरहनु भएको छ अनि बनाउन पनि भ्याउनु भएको छैन। भनेदेखि आज चाहिँ मैले ह्याप्पी एनिभर्सरी नै भन्न नपाइकन बिहान पनि 4:30 बजेदेखि उठेर कारखाना जानुभएको थियो र आउनु भएको थियो हतार फेरि बङ्गुरलाई दाना पानी लिन कुदिसक्नुभयो। राम्रोसँग भेट्न पनि पाएको छैन। भनेदेखि कुन कस्तो अवस्थामा आजको एनिभर्सरी विस गर्छु त्यो पनि थाहा छैन। भनेदेखि साथीहरू अनि मेरो चाहिँ एकदमै धेरै रहर थियो। हाम्रो 10 वर्षमा चाहिँ अब हाम्रो घर पनि बनिसक्छ होइन। अनि घर बनिसकेपछि सबै फ्यामिलीहरूलाई बोलाएर होइन एकदम धुमधामसँग 2 तले केक काटेर होइन 2 तले केक काटेर छोरा फेरि बिचमा प्याची बोल्छ।
अनि 2 तले केक काटेर सबैलाई बोलाउने भन्ने मेरो कत्रो सेलिब्रेसन गर्ने मेरो इच्छा थियो भनेदेखि योचोटि चाहिँ पुरा हुन्छ जस्तो लागेन मलाई। अब 10 वर्ष पुरा अब 20 वर्षमा बनाउनु नि यस्ताहरू त के 10 वर्ष ए बाबा मलाई बोल्न त दे कति बोल्छ यो मान्छे भनेर भित्रै कतिसम्म मलाई 1 महिना अगाडिदेखि नै यो वर्ष लाग्नुभन्दा अगाडि नै कति धेरै खुलदुल होइन एकदम धेरै एक्साइटेड थिएँ म होइन। तर यो एक्साइटमेन्ट चाहिँ धेरै बेर आजको दिन टिक्ला जस्तो लागेन किनभने बिहानदेखि नै यति बिजी हुनुभएको छ कि र म पनि आज चाहिँ बिजी नै छु। बेलुका पनि एकदम ढिलोसम्म सुतेको देख्न सक्नुहुन्छ अघिल्लो भिडियोमा। भनेदेखि म के गरेर बसेको थिएँ भनेदेखि बेलुकासम्म। अनि साथीहरू अनि आजदेखि चाहिँ बाबुलाई पनि स्कुल पठाउनु छ भनेदेखि झन् बिजी हुने भइहाल्नै हालेँ। अनि सानो बाबु चाहिँ एकछिन सुतेको छ र म चाहिँ भिडियो स्टार्ट गरिहालौँ न भनेर स्टार्ट गरिसकेको छु। र मैले बनाएको जुन एनिभर्सरी गिफ्ट चाहिँ दिन पाउँछ कि पाउँदैन मैले भनेको अनुसारले मेरो स्टाइलमा बाबालाई भनेदेखि त्यो पनि पुरा हुन्छ जस्तो छैन। साथीहरू भनेदेखि हेरौँ आजको दिन पनि के कसरी बित्छ के कस्तो हुन्छ होइन। त्यही अनुसारको अब भिडियो बनाउन मिलेसम्म म बनाउने नै छु। बर्थडेमा चाहिँ हामीले बिहान होइन बाबा हजुरलाई ओछ्यानमै हामीले बर्थडे विस गरेको थियौँ भनेदेखि अनि त्यो किन भाइले अर्लाम लगाइसक्यो जानु गइसक्यो एकछिन। अनि बाबाले चाहिँ हामीलाई भिडियो बनाउनु दिनु भएन उठ्ने बित्तिकै किनभने भित्र कोठामा त अँध्यारो हुन्छ। अँध्यारोमा हामी चाहिँ 5 बजे उठेको थियौँ अनि त्यो फ्ल्यास लाइट बालेर भिडियो बनाउन खोज्दा बाबाको आँखा यस्तो भएर हामीलाई भिडियो बनाउनु दिनु भएन क्या निन्द्राको मान्छेलाई। अनि हामीले चाहिँ पछि एकैचोटि त्यतिखेर पनि खासै राम्रो मैले सोचेको जस्तो भिडियोहरू चाहिँ बनेन होइन। ठिकै छ केही नभए पनि अब हामी पनि सिक्दैछौँ बिस्तारै सुत्यो फेरि हामी पनि प्र्याक्टिस गर्दैछौँ होइन। सब्सक्राइब सबै कुरामा हाम्रो पनि पर्फेक्ट छैनौँ नि होइन के छ हौ छोरो यस्तो छ भाइ बोलाइ छ हुन्छ साथीहरू। पानी परेर फुल त सबै लद्रक लुद्रुक गएछ घाम लाग्ने बित्तिकै मजाले फुल्छ भाइ। बुढो एकछिन पाउनु न ह्याप्पी एनिभर्सरी आई लभ यू मेरो प्यारो बाबा त्यहाँनिर हेर ल बुढा आज हामी कहाँ घुम्न जाने कहाँ घुमाउनुलाई जाने घरमा रानी खोलामा आज हाम्रो 10 वर्ष पुरा भयो गाइजहरू हाम्रो बिहे भएको बुनुहरू। अनि बाटो यस्तो छ बुनुहरू अगाडि जाँदै हुनुभएको छ। अनि कस्तो अनुभव भइरहेछ बुढो आज भन्नु न खुसी 10 वर्ष बित्यो सँगै सुँगुर घट ए उमेर घट म त सुँगुर घट खाली सुँगुर। हेलो ठिक छ गाइस ठिक छ उमेर घट्यो भनेर झन् बुढाबुढी भइरहेछौँ अब हामी। अटोले के सुनिन्छ होला र एनिभर्सरीको फुल कानमा सिउरिदिएछु बुढोलाई मैले सिउरिएछु। अब हामी आइपुग्न लाग्यौँ। पानी परेर साथीहरू बल्ल आइपुग्यो भनेदेखि ठुलो छोरालाई स्कुल पठाइयो हस्याङ फस्याङ गरेर सासै नरोकिकन झन् लुगा लाएर ठिक परेर बसे छोरा भनेको त उता मस्त भाइसँग फोन हेरेर बसेछ
भाइ राजा होइन त दादालाई ठिक पार्नु भन्नुपर्छ पर्दैन पर्दैन खोइ बोलेको न भोक लागिसक्यो मेरो सानो राजालाई नि अब सानो राजा खाना खान्छ हस् बिहानभरि चाहिँ पानी आएर कस्तो भएको थियो भनेदेखि आजको दिनै नराम्रो हुन्छ जस्तो भएको थियो तर घाम लागेर देख्न सक्नुहुन्छ साथीहरू फुलहरू पनि मजाले फुलेको छ वाउ ल यताको चाहिँ त्यति फुलेको छैन यहाँको मेरो फुलहरू नै फुल्दैन के भएको हो यहाँको पनि फुलेको छ यो पिङ्क कलरको यो तिनटै फुल्दै भयो कस्तो दामी देखिन्थ्यो होला झन् वाउ बिहान बुढालाई दिने बेलामा चाहिँ फुलै नफुलेर चुम्रेको फुल दिएको अहिले चाहिँ मजाले फुलेको छ संस्कार चाहिँ त्यहाँबाट आउँदैछ भनेदेखि हामी चाहिँ जाँदैछौँ लिटो पिन्नको लागि बाबुलाई 3 भएर हाम्रो मेल चाहिँ त्यहाँ गएको छ भने मेलमा चाहिँ मान्छे हुनुभएको छ कि छैन त्यो हामीलाई थाहा छैन जस्तो गाइस किन चल्न लाग्यो हो क्या तिमीहरू हो के रहेको छ अर्पण मेरो छोराको साथी होइन अरे र यहाँ रहेको छ मेल भनेदेखि यहाँ पिनेर हामी जान्छौँ त्यहाँ अलिकति लिटो मलाई के हुन्छ तँलाई कम्प्युटर चलाउन आयो अनअफ पनि गर्न आएन बिचरालाई म्यामलाई सिकाइदिनु पर्यो है आयो त अनअफ गरेन त सिकाउनु भयो त्यति त सिकाउनु यसलाई त म्यामले सिकाइदिनु परेको फर्स्टमा म्यामले सबैजनालाई सिकाइदिनु नगर यहाँ मोबाइल झऱ्यो भने नि तँलाई म यस्तो धोबिक्छु के गर ओइ के गरेको त सिकाउनु लगाएको बिस्कुट दिएको मेरो भाइलाई उता हेर्न पछाडि हेर्न उतेको त्यो रातो भेष लाग्छ भाइको जस्तै भेष लागेछ त अर्पणले त सेम होइन भाइ नाति खोइ हाम्रो एउटा फुल चाहियो फुलको बारे मर्ने भयो क्या अस्ति पनि तपाईँ हुनुभएको थियो हो फुल माग्दाखेरि अस्ति हुनुभएको थियो क्या मैले फुल माग्दाखेरि के भन्नु मैले लगेर सारेको सर्दैन यो ल हामी त फुल मागी फुल लिँदैछौँ काँडा लगेर कतिचोटि रोप्दा पनि नभएर आमा चाहिँ भर्खर आउनु भयो इमेलको आमा इमेलको आमा यस्तै हो लु हिँड्नु ल छोराहरूको रमाइलो ल देख्न सक्नुहुन्छ साथीहरू रातिको टाइम भइसकेको छ भनेदेखि आमामामा कुदेको यता देख्न सक्नुहुन्छ यति धेरै छ कि किन क्यामेरामा चाहिँ धेरै नदेख्यो होला त आमामामा
सानो उठो ए दादा लडे। अनि आज संस्कारको 3 क्लासमा पहिलो दिन कस्तो भयो सस्को? राम्रो भयो? मन्डे त झन् किबोर्ड चलाउन सिकाउनुहुन्छ। अब मेरो छोरो कम्प्युटर चलाउने भयो नि त हो। मुनि सानो खिचु खाइदे। ओहो कन्ट्रोल बाबा कन्ट्रोल। नाला मार पर्छ। आमा के विधि हो? यति धेरै छ कि क्यामेरामा चाहिँ कस्तो नदेखेको होला। जुग्लु मकै जुगाड लु हिँड भित्र लु सानोलाई लिएर आऊ सानो। ओ भाइ त डराइसक्यो। उड्डो लिएर आइदियो त्यसलाई भित्र लु। साथीहरू बेलुकाको टाइम भइसक्यो भनेदेखि अब चाहिँ कोठाको हालत चाहिँ यस्तो छ। छोरो लुगा मिलाउँदैछ भनेदेखि अनि साथीहरू एनिभर्सरी चाहिँ मैले चाहिँ सोचेको थिएँ, मैले सोचे जस्तो चाहिँ भएन भनौँ न। अनि मैले चाहिँ के सोचेको थिएँ भनेदेखि मैले बुढालाई पनि सुनाइसकेँ। मैले चाहिँ यस्तो यस्तो गर्ने भनेर पहिल्यैदेखि नै मैले सोचिरहेको थिएँ बुढा भनेर मैले सुनाएँ। तर बुढा मुसु हाँस्नुभयो होइन। तर आज चाहिँ त्यो कुराहरू सम्भव छैन भन्नुभयो। अहिले पनि बजार गइसक्नु भएको छ भनेदेखि बाबा चाहिँ। अनि अहिलेको टाइम चाहिँ लगभग 8:30 हुन लागिसकेको छ। अनि हामी मात्रै छौँ भनेदेखि अनि केक चाहिँ साथीहरू बुनुहरूले ल्याइदिनु भएको छ होइन। बुनुहरू अफिसबाट आउँदाखेरि के गरिसक्यो अगाडि आएर अनि बुनुहरू आउँदाखेरि केक चाहिँ सानो केक लिएर आइदिनु भएको छ भनेदेखि अब आज पनि बाबालाई चाहिँ सरप्राइज जस्तो नै भएन। बाबालाई चाहिँ थाहा छैन हामीले केक लिएर आएछौँ अनि सेलिब्रेट गर्ने भनेर चाहिँ थाहा छैन। अनि हामीले हल्का ती पसलबाट फुल ल्याएको त तपाईँहरूले देखिहाल्नुभयो। अनि संस्कारले बेलुन पनि लिएर आएको थियो। त्यतिखेर भिडियो बनाउन चाहिँ पाएन भनेदेखि अब हामी चाहिँ हल्का त्यही बेलुन सेलुन फुलाएर भित्रतिर अलिअलि टाँस्छौँ। अनि त्यसपछि म चाहिँ साडी लाउँछु भनेर म चाहिँ मेकअप सेपअप गरेर टक्क पारेर बस्छु। अनि त्यसपछि बाबा चाहिँ ढोका खोल्नु भनेर क्या सो साथीहरू त्यस्तो खालको बनाउनु पऱ्यो भनेर अघिदेखि मैले सोचिरहेको थिएँ। तर बाबा आउने टाइम चाहिँ हुन लागिसक्यो है। अब हेरौँ छोरो हतार सामानहरू मिलाउँदैछ भनेदेखि अब उता खाना पनि मैले पकाइसकेको छु। तरकारीमा चाहिँ मैले बनाएको छु कुखुराको मासु भनेदेखि अनि भात पनि पाकिसकेको छ। ऊ सानो छोरालाई मिठो बसालेर आएको त्यो पनि डढिसक्यो कि क्या हो फेरि हो ला। अब यस्तो खाला त छोरो नै उता गएर उतापट्टि गएर गफ हाँक्ने भएको साथीहरू यतापट्टि तिमीलाई त म आफै निकाल्छु। के गर्नु मामुको उफ झन् ढिलो भयो नि साथीहरू। के गर्नु खोइ भाइको त्यो तिमी यो पटुलाई चारो दिएर आउले चाबी खोज्छु। उफ साथीहरू बुढालाई सरप्राइज दिने भनेर भनेको चाबी हराएर दराजको चाबी हराएर आफै सरप्राइज भइसक्यो। अहिलेदेखि होइन चाबी खोजेको चाबी चाहिँ भेटेकै छैन भनेदेखि आज चाहिँ एकदम रेकर्ड तोड्नेवाला छ जस्तो छ। किनभने केक पनि भित्रै राखेको छ, बलुनहरू पनि भित्रै राखेको छ, सबै थोक मैले चाहिँ दराजभित्र राखेको थिएँ बुढोले देख्नुहुन्छ भनेर। लास्टमा गएर आफै सरप्राइज हुनुपर्ने बेला भइसक्यो साथीहरू। चाबी खोज्दा हैरान भइसक्यो र साथीहरू फाइनली चाबी चाहिँ भेट्यो भनेदेखि चाबी चाहिँ मैले त्यो मेकअप बक्समा हालेर राखेको रहेछु। अनि चाबी भेटिसक्यो भनेदेखि अब यति यो डेकोरेसन गर्नुपर्छ साथीहरू। म चाहिँ एकचोटि पनि भिडियोमा देखेको थिइनँ, बिहान मात्रै देखेको थिएँ भनेदेखि सक्यो। लु सानो छोरो चाहिँ यही लाउँछ किनभने चिसो छ। अनि त्यही भएर मैले अर्को लुगा हुँदाखेरि यही ठिक हुन्छ सानोलाई भनेर कान पनि अघि चिसो भइरहेको थियो। अहिले चाहिँ अलिक ठिकै रहेछ साथीहरू। अनि ठुलो छोराको लागि चाहिँ यो कुर्ता मैले ठिक पार्दैछु। ल यो कुर्ता लाऊ। दिमाग खराब पारेको हो र आज त के हो टन्नै छ नि त। 1 2 3 4 खोइ सुल्ठे ए मेरी आमा छिचिम्रा खोइ हट्दैछ र गुन्द्रुक रहेछ त।
आइ 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 अघि नै केटाहरूले भने न भात सात पकाएर जानु बेलुका काम गर्ने भनेको थियो झन् छिचिमा आज बुढोलाई सरप्राइज दिने चक्करमा थाहा छ म आफै सरप्राइज भएँ हेर बुढो म आफै सरप्राइज भएँ के होला भन्नु त भन्नु न टेबल चाहिँ रेडी गरिसक्यो भने केक पनि छ केक चाहिँ कस्तो छ कहाँ छ तपाईँको ठोक्राहरू भाइलाई ए बेलुन त लानु भ्याएछ त फेरि छोरो खाइसक्यो खाना खै खोलिसु हेरौँ केक कस्तो हो बिचरा मेरो सुल्ठेलाई जुरेन छ आज लिन त्यसलाई गेम खेलिरहेको नि क्या अनि त्यो Happy anniversary to you. Happy anniversary. बाबाले काटेको नि मा चम्चीले पो खुवाइदिनु बाबालाई सम्झिनु खाइदिनु यत्रो निक्ली चाहिँ पर्दैन है निक्ली छैन है त्यत्रो आउँछ आज तपाईँ खानु आज बाबाले खानु ह्याप्पी एनिभर्सरी बुढो घप्पै खाइदिनु ए घप्पै खानुहुन्छ नि ल खै म पनि खाऊ पख न अनि मामा बाबा आफै खान्छौ त म त अगाडि नै चाहेँ मिठो छ जस्तो छ म त सबै खाइदिन्छु मन बत्ती नपुग्नु अब बिस्तारो नसलाउँदो हात सिद्धो सिधै एनिभर्सरी अब पक्न पकाएर दिन्छु काटेर जुठोले नगर्नु यो झुट हो बाबा ऊ त काट्नु लिएर आउँदैछ तिमीलाई त्यहाँ दिन्छु अनि तिमी जाऊ साइड लाग ल मैले यहाँ बुढोको लागि सो गाइजहरू रोज फुल मागी मागी ल्याएको छु अनि यो गिफ्ट के होला तपाईँको लागि हेर हेर्नु मन लागेको छैन के होला ल खोलेर हेरिहालौँ के गर्नु यो छोराहरूले लो त्यहाँबाट होइन होइन त्यतिबाट यो एउटा तुना तान्नु के होला संस्कार नभने यता अन्त देखेको संस्कार त फोटो अब मैले हेरेकै छैन उसलाई फेरि माथि माथि आउनु पर्यो खै मैले पनि राम्रो हेरिदिनु मैले सानोदेखि बनाइदिनु भने यिनीहरू छ्यासिस छ्यासिस के गरेँ गर्छु स्टेप स्टेप मिलाएर राम्रो छ राम्रो छ ठिकै रहेछ त स्टेप त के तल झन् ठिक छ यो चाहिँ पछाडि ब्याकग्राउन्ड अर्को राख्दा भयो अलिक राम्रो देखिन्छ हामी चारजनाको एउटा फोटो रहेन रहेछ यही भएर पनि राखिदिनु यो तपाईँको लाइफ लाइन क्या यो सानो अनि ठुलो यो अनि त्यसपछि अनि खै नै छोरो यो अनि अरू त उस्तै उस्तै अनि त्यसपछि चाहिँ यो हो ए त्यसपछि चाहिँ यो हो यो पछि यो पनि ठिकै छ यो ठिकै छ यो पछि अनि यो यो हो यो त भर्खर भर्खर के हो त्यही पनि पहिले अनि यो म जोडिसकेको नि त यही भनौँ न अब यो पछिको अनि आइया कहाँ छिर्नु पर्यो लु देखाइदिनु त क्यामेरामा वा थ्याङ्क यू भन्नु थ्याङ्क यू कस्तो कस्तो लाग्यो बुढो आजको एनिभर्सरी अब तपाईँको त जाने होला यति राति भइसक्दाखेरि अझै काममा जानु छ आज एनिभर्सरीको दिनमा पनि
मेरो बुढोलाई फुर्सद छैन ले ले उसले झर्नु टिपेर सरसर के झरे मेरो अब साँझको ढाल्दै लाइ